अस्ति म यो पेरोल अपडेट भएको सम्म कसरी कहाँ अपडेट भएको छ म देखाउँछु है त। सुरुमा तपाईँ लगइन गर्ने सबैलाई थाहा छ। यहाँबाट लगइन गर्ने, युजर पासवर्ड लगाएर लगइन गरिसकेपछि अब यसमा विशेष अपडेट भएको भनेको अहिले यहाँ प्रोत्साहन, नेपाल सरकारको प्रोत्साहन बापतको र अनि अर्को कर सम्बन्धमा 76.41 भन्दा पछाडि नियुक्ति भएकाहरूकोमा 1% सामाजिक सुरक्षा कर नलाग्ने भन्ने प्रावधान अनुसार यसमा त्यही अनुसारको व्यवस्था गरिएको छ। जस्तो कुनै एकजना कुनैको यसरी अब विवरण आयो, त्यो 76.41 को छ, यसमा अहिले सामाजिक सुरक्षा कर देखाइरहेछ। यसलाई हटाउनु पऱ्यो भने के गर्ने भनेदेखि यसको यहाँ दाहिनेतिर भएको हिसाब क्याल्कुलेट गर्ने छ क्याल्कुलेटर, यसमा क्लिक गर्ने, रिफ्रेस निकाला गर्दाखेरि यहाँ कर आइरहेको छ। यो कर हटाउनलाई के गर्ने, यहाँ दाहिनेतिर यहाँदेखि कर गणना नगर्ने भन्ने छ, यहाँनिर क्लिक गर्ने, रिफ्रेस निकाल राख्ने। ताकि यसको 1% कर यहाँ अब के भइसक्यो, हटिसक्यो। यहाँ प्रतिशत कर देखाएको छ तर अब हिसाबमा यहाँ आउँदैन। जस्तो कि यहाँ 0 आइरहेछ। अब यो हटाइदिने हो भने यहाँ आउँछ है। यहाँ पनि हटिसकेको छ है। यहाँ आयो, राख्यो, यहाँ कर आयो। अघि यहाँ थिएन, यहाँ मात्रै थियो। अब हेर्नु यहाँ कर आउँदैन। अब हटाउने हो भने चाहिँ यहाँ के गर्नु पर्यो, कर नलाग्नेहरूको 76.41 भन्दा पछाडिको हकमा चाहिँ सामाजिक सुरक्षा हटाउन यहाँ जाने, कर गणना नगर्नेमा गरेर चाहिँ राख्ने गर्ने। त्यसपछि ल हटेको छ। यसरी चाहिँ गर्न सक्नुहुन्छ है त।